पुरै कम्प्लेन गरिराख्यो या तिम्रो यादमा धेरै पागल हुनुहुन्न रहेछ त्यही भएर जिरो गएको थिएँ कि म प्रधान भनिरहेको थिएँ प्रधान माया कसो मलाई म मर्दिन्छ होला ममताको लागि भनिरहेको थिएँ मैले दाइ पर्दैन हौ भनेर सम्झायो क्या मलाई फेरि चित्त बुझेन क्या मेरो भाइले तिमीलाई आई लभ यु भन्दाखेरि तिमी चाहिँ किन फ्लट ब्याक गरिरहेछ क्या प्रधानसँग ओए मैले कहिले फ्लट ब्याक गरे किन हो आई लभ यु भनेको छ पुरै किस दुईजना खाएको छ म कसरी हेर्नु हो त्यस्तो चाहिँ आफ्नै दाईको भाउजू पर्छ हो तिम्रो दाई त भाउजू तालपरि ममताले देऊ त्यही भएर मैले सोधेको डु यु स्टिल लाइक मी Of course, that's why I'm talking to you. Yes. Oh shit! I don't think you're fucking serious from the beginning. Morin_Chinks tip. Damn, son. La Moria, Yo KT Villa Raisha. Mugio Convo, Sakeasi Block Lotto XYA Roddy. तर भाइ हामी त पोखरा पुग्नुपर्छ जन्तीमा तपाईँ म क्रस फायरमा ब्रो क्रस फायरमा क्रस फायर त मेरो फेभरेट हो यार कसम यो जेन्दाइ तपाईँ र म दुईटा क्रस फायरमा गयौँ भने ममता दिलाई लिन कस्तो क्रेजी हुन्छ तपाईँ र म मात्र यप क्रस फायरमा धेरै आउनुपर्छ अझै केटाहरूलाई अगाडि स्कटिङ राख्नुपर्छ यार म्याच झ्याक्ने लेट्स गो त पेप्सी र यता योङलाई चाहिँ फेरि मैले यता स्कटिङमा राख्ने हो क्या बुझेन म पनि कसैले बिचमा म पनि 80 डलर थाहा ल दिदी आउनु यो म किन डराउनु तिमीसँग बोल्न किन नआइराखन् म यहाँ भर्खर मुतेर आएको थिएँ क्या बुझेन जहिले मुत लाग्दो रहेछ धेरै पानी नखानु क्या म पानी किन पानी नखानु मेरो मलाई डक्टरले पिम्पल हट्छ पानी धेरै खायो भनिरहेछ कहिले हट्दैन कसरी हट्दैन पानी त खाइरह नि हट्ने भए त पहिले हट्थ्यो नि अहिले अलिक धेरै खायो भनिरहेछ क्या बुझेन अनि के अड्क्यो हजुर के छ हाल खबर टेन्सन भइरहेछ किन म सुन्न सक्दिनँ नि के भयो यार मेरो किन अड्क्यो कहाँ आइरहेछ यप 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 म टेन्सन भइरहेछ क्या बुझेन ममता तपाईँ त जेल गयो भनेर यहाँ प्रधानले पुरै कम्प्लेन गरिराख्यो या तिम्रो यादमा धेरै पागल हुनुहुन्न रहेछ त्यही भएर जिरो गएको थिएँ कि म प्रधान भनिरहेको थिएँ प्रधान माया कसो मलाई म मर्दिन्छ होला ममताको लागि भनिरहेको थिएँ मैले दाइ पर्दैन हौ भनेर सम्झायो क्या मलाई फेरि त्यो चस्मा खोल्नु नि एकछिन किन म तिमीलाई बिर्सिनुलाई मैले आजकल अहिले गाँजा गोटी खान थालेको छु क्या बुझेनौ गाँजा गोटी त भाइले खान्छ जस्तो लाग्छ अब जे पाइदियो होइन म अहिले म चाहिँ खान थालेको छु क्या तिम्रो याद बिर्सिनुलाई हट्नलाई सुरु त झन् 2 वर्ष दिनमा एज यु विश एज इट विस जे मन लाग्छ त्यही खानु नो प्रब्लम यो सरिता मम खायो ल सुता ल तपाईँ किन बोला हो मलाई लामो सास फेर्दैछु म लामो सास किन जीवन तपाईँहरू 2 जना किन फाइट गरेको लामो मैले सास फेर्दिनै मलाई लामो टिकटकमा मैले देखेँ कि मलाई चित्त बुझेन क्या मेरो भाइले तिमीलाई आई लभ यु भन्दाखेरि तिमी चाहिँ किन फ्लट ब्याक गरिरहेछ क्या प्रधानसँग ओए मैले कहिले फ्लट ब्याक गरे किन हो आई लभ यु भनेको छ पुरै किस दुईजना खाएको छ म कसरी हेर्नु हो त्यस्तो चाहिँ मैले कहिले किस गरे मैले चाहिँ कहिले गरे प्रधान तिमीले गरेकै हो है तिमी फेस देखाउ दिदी भनेर त्यसो तपाईले पनि गरेको मैले ल लामो तिमी चाहिँ किन किन चाहिँ पुरै गरेको हौ लामो पुरै चुप्पाचारी चाहिँ किन गर्नु हौ लामो तिमी थाहा छ त प्रधान लामो मैले माया गरेको ममतालाई भनेर के तिमी चाहिँ किन हो आई लभ यु दिने पुरै फ्लड हान्ने मेरै हो फेरि आफ्नै दाईको भाउजू पर्छ हो तिम्रो दाई त भाउजू तालपरि ममताले देवर भन्नुपर्छ हो मैले आई लभ यु मात्रै भनेको आई लभ यु दिदी पनि भने सोध्नु एकपल्ट
सोध्नु त के अरे अघि दिदीलाई आई लभ यु को छोडिदेऊ होइन भाइ तिमीले फेस देखाउनु दिदी भन्यो म बाहिर सुपर मार्केटबाट म घर आउँदै थिएँ ल के भएछ भनेर फेस देखाउँदाखेरि तिमीले सिधै चुप्पा गरेको मलाई हो कि होइन ल भन हो तिमी चाहिँ के गरेर बसेको हौ तिमी चाहिँ मेरो रियाक्सन के भयो त्यहाँ पछि ममता तिमी चाहिँ के हेरेर बसेको हौ तिमी चाहिँ के हेरेर बसेको ममता तपाईँ हाँस्नु भएको थियो त्यहाँ पछि तिमी हाँसिरहेको थियौ तिमी हाँसिरहेको थियौ तिमी चाहिँ के भएको हौ तिमी मनपर्छ प्रधान भाइ तिमीहरू दुईजना एकछिन चुप्ला रिस नउठायो मलाई मैले भन्दैछु नि फेरि मैले के भने त्यहाँ पछि भाइ के गरेको यो नराम्रो हुन्छ है भाइ मैले भाइ भनेर रेस्पेक्ट गरेर अझसम्म राम्रोसँग बोलेको हो जीवनसँग म जति तिमीसँग भाइ प्रधान राम्रोसँग बोलेको थिएँ नि म त्यतिसम्म म जीवनसँग अहिलेसम्म बोलेको पनि थिएन तिमीहरू स्ट्रिम पनि हेर्न सक्छौ जीवनको मलाई त त्यो टाइममा मिनी हार्ट एट्याक आएको थियो कि लो भाइले के भनिरहेछ हौ अचम्म मामा यदि कति ओभर रियाक्ट गरे क्या यो दिदीले एउटा चुम्मै खाँदा त के हुन्छ त भने भाइले दिदीलाई चुम्मै खाँदा पछि तिमीलाई मैले मेसेज गरेँ कि गरेन मैले इभन जीवनलाई पनि मैले अनब्लक गरेर मैले भनेको के तिम्रो पनि भाइ हो मेरो पनि सरी तपाईँको पनि भाइ हो मैले हेरिरहेको थिएँ पुरै हेरिरहेको थिएँ के कुरा गर्छ प्रधानले भनेर अघि नि भर्खर मैले थाहा पाइसकेको थिएँ तिमी अहिले भर्खर बोलेको भने मैले ठ्याक्कै हेरिहालेँ जेन्दा मैले के गरेको थिइनँ एकपल्ट चुम्मा खाएँ दिदी भनेर अरू के गरेको छुइनँ मैले लामो चुम्मा चाहिँ किन खानु मोजी नै त हौ मलाई त्यति बेला कसम अर्कै तर फेरि अनि त्यही ममा चाहिँ फेरि किन हेरेर बस्नु फेरि भाइलाई पनि फेरि के हो आम्मामा बुझ्नै सक्दिनँ हौ तिमीहरू दुईजनाको कुरा पनि भाइ भनेछ फेरि आई लभ यु भनेको छ भाइले फेरि के भनिरहेछ मलाई के हो म कसम होला हौ जीवन म तपाईँलाई एउटा क्वेसन आस्क गर्छु है प्रधान चुप लाएर बस जीवनलाई एउटा कुरा गर्छु तपाईँलाई के लाग्छ म जो पाइ त्यहीसँग हुने नहुने फ्लड गर्दै हिँड्छु कस्तो जो पाइ त्यही मलाई जो पाइ त्यही भन्दै हुन्छ भाइ तिमी चुप लाग न एकछिन मेरो क्यारेक्टर चाहिँ कस्तो लाग्छ जीवनलाई मलाई चित्त दुख्छ क्या बुझ्नु जब मैले त्यो बेला आई लभ यु भन्दाखेरि टाइम फेरि किन त्यस्तो मुख छ अनि यो दाको ब्रेकअप भएको त किन चित्त दुख्छ ब्रेकअप भएको लामो नै त ब्रेकअप भएपछि नि लामो जानु त सुत्न जानु त यो दाइ के भइरहेछ हौ भाइ यार यो दाइ चाहिँ किन आएको क्या अहिले हेर न अहिले आएर चित्त दुख्छ तपाईँको ब्रेकअप भएको होइन अहिले फेरि के हो तपाईँहरूको अहिले हेलो ब्रेकअप भइसकेपछि नि म चाहिँ मेरो यस्तो यस्तोसँग बोल्दैछु मलाई के चित्त दुख्दैन मोजी नै त प्रधान र जीवन एकछिन चुप लाग मैले रियल आई लभ यु भने त नि मैले मजा भाइ म प्रधान एकछिन चुप लाग न म जीवनसँग कुरा गर्छु तपाईँ र म रिलेसनमा कहिले चाहिँ थियो ल भन्नु त रिलेसन भयो नि अब हल्का मलाई त फिलिङ्स आइसकेको थियो नि त मलाई हल्का एट्याच भइसकेको थियो नि त बुझ्नु तिमी माथि गएको थिएन स्ट्रेट भन न म लिमिटमा बसेको मान्छे है सरी केमा बसेको मान्छे म लिमिटमै लिमिट भनेको कस्तो लिमिट हो र लिमिट म त लिभिङमा बसेको सुनिरहेको फेरि व्हाट द फक तिमी लिमिटमा बसिरहेको थियौ कस्तो खालको लिमिट लाइक हुन्छ नि तपाईँले जस्तो कुरा गर्यो त्यो वेमा म गएकै हो आइएम सरी तपाईँले राम्रो कुरा गर्दा मैले राम्रै कुरा गरेको हो तपाईँले जिस्काउँदाखेरि म रिसाएकै हो होइन म जति प्रधान भाइसँग राम्रोसँग बोल्थेँ त्यसरी म कहिले पनि राम्रोसँग तपाईँसँग बोल्दिनँ यु नो मी भेरी वेल होइन तर प्रधानले चाहिँ होइन दिदी भन्दै घरि खिस खाने घरि लभ यु सबै भन्ने त्यही पनि मैले सम्झाएँ कि मेरो भाइ भनेर मैले सम्झाएँ तर त्यही ठाउँमा तपाईँ हुन्थ्यो नि तपाईँले मैले ब्लग हाने कि हानेन ल भन्नु त त्यही ठाउँमा मलाई ब्लक गर्यो त अनि तिमी चाहिँ के हेरेर बसिरहेको जीवन हाम्रो राम्रोसँग युज टु कुरा भइरहेको थियो के भने सर्टेन पोइन्टमा के भयो भन्दाखेरि तपाईँ अब एक्कासी कहाँ हरायो मलाई त्यो कुरा डाइजेस्ट भएन मैले सिधै भनिदिएँ तपाईँको स्ट्रिममा ल्याउनु नलाउनु त्यो तपाईँको कुरा हो होइन मलाई त्यो कुरा पचेन मैले भनिदिएँ के मैले भनिरहेको छु त त्यही बेला म केटाहरूसँग गएको थिएँ
मैले तिम्रो गल्ती मेरो गल्ती मैले स्वीकारिसकेँ त मेरो गल्ती थियो मैले तिमीलाई एउटा मेसेज छोड्नु थियो भनेर एउटा मेसेज मात्रै रिप्लाई गरेको भए त्यहाँ तिमीलाई नि ढुक्क हुन्थ्यो क्या I'm sorry, जीवन. Don't you fucking pretend. No. किन मैले प्रधानले भनेको फेरि प्रधान म निस्किन लागेर फक्ड अप ब्रो म निस्किन्छु भनेर मैले प्रधानले मलाई कल गरेर लाइक मैले भने मैले प्रधानलाई पनि हो त्यति बेला भन्न तर या अनि म 2 दिन गायबै भएको मैले फोन पनि चलाएन स्टोरी नि हालेन केही नि हालेन लाइक अन्डर ग्राउन्ड बुझेन ए हो र स्टोरी हालिन रे स्विमिङ पुलमा त्यो पुरै घोडा भरि यो त्यही हाले त्यही त म ब्रेकमा छु भनेर अब हाल्नु पर्यो नि त सबैले फोन गरे कहाँ हो के हो कता हो भनेर मान्छेहरू पागल हुन थाल्यो त्यसो त्यो मैले दिएको हो नि त यो स्टोरी यस्तो छ है मैले दादा अहिले चिलमा छ भनेर जस्तो दिएको हो क्या मैले बुझेन अब तर तिमीले के सोच्यौ तिमी 2 दिन पनि बोलेन मसँग यसले मलाई मतलबै गरेन यसले मलाई यस्तो गरे अरू केटीसँग होला के गरे तिमीले आफ्नो इनर थटले एज्युम गर्यो नि त तिमीले आफैले एज्युम गर्यो नि त तिमीले मेरो भाइले त थाहा छ नि त म बाहिर गइरहेको छु भनेर केटाहरूसँग छु भनेर तर तिमीले त एज्युम गर्यो नि त म अरू केटीसँगहरूसँग छु होला 2-3 दिन कहाँ मसँग नि बोलेन रिप्लाई नि गरेन फोन नि गरेन तिमीले मैले इग्नोर गरेँ जस्तो सोच नि त तिमीले त तर मैले त्यस्तो केही गरेँ होइन नि त जस्तो भन्छ नि इट्स ओके माई मिस्टेक आई डोन्ट गिभ अ फक भन्छ नि म पनि होइन मेरो मिस्टेक छैन आई डोन्ट गिभ अ फक अनि त्यही हो त्यही भएर इगो इज आवर एनिमी राइट नाउ बुझेन मैले के भनेर मेरो इगो इज राइट है आई नो कसरी राइट हो तिम्रो चाहिँ राइट हो मैले चाहिँ रङ द फक तिम्रो इगो चाहिँ कस्तो राइट कस्तो के भनेको म मेरो ठाउँमा राइट थिएँ कि छैन मेरो ठाउँमा म रङ थिएँ त अब मेरो सिधै ब्लक गर्ने होइन होला नि त सिधै ब्लक गर्ने होइन होला नि त मैले त्यसो भए तिमी अर्को ल सुन नि त एकछिन स्टप अनि मैले चाहिँ के भन्नु हे जीवन कहाँ गएको मैले किन मेसेज नगरेको किन यस्तो फोन म बेक गर्नु what the fuck is this मेरो सेल्फ रेस्पेक्ट छैन मलाई सोध्नु पर्थ्यो नि त कहाँ गएको तिमी यत्रो दिनसम्म भने मैले त्यसो भए तिमी त्यो अस्तिको केटा तिमीले देखेको भए त्यो केटा अब सिधै ब्लक गर्ने तिमी त्यो केटासँग बोलेछ भनेर होइन नि त तिम्रो साथीको बोयफ्रेन्ड रहेछ तिम्रो साथीको बोयफ्रेन्ड what the fuck I give you fucking proof है प्रुफ मसँग नि प्रुफ छ नि त त्यस्तो भन्दा अरू केही रिजन भएन त्यही प्रधान तिम्रो दाइले सम्झाऊ है के सम्झाउ हौ ल के सम्झाउनु भोलि मेरो छुट्टी छ आनन्दले के गहान्यो आन ल दाजुभाइ मिलेर म आज सुनेर बस्छु जति सुन्नु थियो जति ड्रामा हुनु थियो मेरो लाइफमा भइसक्यो अब म सुनेर बस्ने मात्रै हो सरी अरूभन्दा के ड्रामा चाहियो तिमीलाई अरू भन्दैन मलाई डाइजेस्ट नभएको कुरा त टिकटक योभन्दा के ड्रामा हेर्नु पऱ्यो झन्डै प्रधानलाई तिमीले किस ब्याक गरिसकेको लभ यु टु भनिसकेको थियो के ड्रामा हेर्नु झन् योभन्दा जीवन एउटा कुरा पर्सनली मैले सोधिहालेँ होइन तपाईँलाई भन्दा पहिला प्रधान भन्दा तपाईँलाई मैले पहिला सुरु भेटेको हो होइन सँगै भेटेको प्रधानसँगै टिकटक लाइभमा थियो मसँग गेस्टमा मैले लिएर आएको भाइ भनेर चिनाउने मैले चिना त्यो त मैले हो त्योभन्दा अगाडि म तपाईँसँग कसरी बोलिरहेको थिएँ स्टिल म त्यही छु कि म प्रधानसँग केही छैन मेरो त्यस्तो म हेर्नु हेरिसके देख्नु देखिसके म आमा कसम तपाईँकै भाइको गल्ती हो तिमी के बोलेको भने चाहिँ के हो त्यो चाहिँ रियाक्सन तिम्रो मेरो गल्ती होइन तिमीलाई कोही केटाले तिमीलाई सुन तिमीलाई कोही केटाले आई लभ यु भन्यो भने के तिमी के हा हो र मेरो दिदी मेरो गल्ती चाहिँ कसरी छ क्या दिदी मेरो गल्ती चाहिँ कसरी मेरो गल्ती चाहिँ कसरी छ फक अफ तिमीहरु दुईजनै यो ममता मेरो गल्ती कसरी छ क्या ममता कस्तो नआएको क्या फेरि अब भिडियो तिमीहरु दुईजनाले यस्तो नराम्रो बनाइसक्यो नि मलाई हैन मैले केही नराम्रो म केही कसैलाई केही नराम्रो बनाएको छैन हैन दिदी मेरो चाहिँ गल्ती कसरी छ एउटा रिजन दिला मेरो गल्ती कसरी छ भन्नु त ल एउटा रिजन दिनु मेरो गल्ती कसरी छ ल भन्नु भाइ तिमीले चुपाची किन खाएको हो मलाई मुख देखा भनेर दिदी भनेको थिएँ मैले यसरी दिदी भनेको मैले दिदी यो ममता तिमी कोही केटाले आएर तिमी आइलो भन्यो भने के तिमी गरेर उठाउँछौ कि थर्काउँछौ को त मैले चिनेन तँलाई भन्छ कि लाइक तिमी किन आइलो भनेको भने लाइक चुप लाएर बसेको जीवन
तपाईँले मलाई कतिचोटि आई लभ यु भन्यो इभन मेरी ल्याङ्ग्वेजमा पनि भन्यो मैले कहिले याद भने तपाईँलाई त जीवनदाले फ्लटै गर्नु थियो अनि तपाईँलाई जीवनदाले फ्लटै गर्नु थियो म तँलाई फ्लट पनि गरेको छैन भएर मलाई आई लभ यु भनेको म तँलाई फ्लट पनि गरेको छैन म तँलाई के गरेको छैन मैले दिदी आई लभ यु दिदी गरेको थिएँ अरू के गरेको थिइनँ द्याट्स इट नो मदर फकिङ बुलशिट मदर फकर आम गरौँ के द्याट्स इट आई वान्ट टु से अहिले म मेरो दिदीलाई कल गरेर के खान्छु मेरो दिदीको रियाक्सन हेर्नुहुन्छ म मेरो दिदीलाई कल गरौँ मेरो दिदीले के गर्नु न तिम्रो त्यो दिदी र म दिदीमा धेरै डिफरेन्स त्यही मलाई थाहा थिएन नि त मलाई थाहा थिएन नि त मलाई फर्स्ट टाइम किस खाएको थिएँ कि त्यति बेला किनकि मलाई थाहा थिएन तिमी चाहिँ किन किस खायो म चाहिँ त के देखेर चाहिँ किस खायो मैले अहिले भर्खर भनिनँ मैले टिकटकमा आएको आई गर्छ म काममा हुँदा पनि टिकटकमा यस्तो स्क्रोल गर्दाखेरि तिमीहरू दुईजना जुधेको हुन्छ मैले अब दिदी मलाई हाँस्नु छैन म्याच किन हाँस्यो प्रधान छिला गरेर एडभाइस दिनु है भाइलाई मेरो भाइ हो तपाईँको दिदी टर्न बाई टर्न बोलौँ ल टर्न बाई टर्न फर्स्टमा मेरो सुन्नु मेरो सानैदेखि हाम्रो परिवारमा भाइ बहिनी दिदी भाइ लास्टै मिल्छौँ भाइले दिदीलाई माया गर्छ दिदीले भाइलाई माया गर्छ मलाई सधैँ दिदीले मलाई सानो भाइ जसरी माया गर्नुभएको छ मलाई के हुने बित्तिकै दिदी सधैँ मेरो स्ट्यान्ड लिनुभएको छ त्यसैले मलाई मेरो दिदीलाई त्यसैले मेरो रेस्पेक्ट दिदीको लागि लास्टै हाई छ र मैले कसैलाई दिदी माने भने म मेरो दिदीलाई लास्टै माया गर्छु र त्यसैले मैले एज अ दिदी तपाईँलाई चुम्मा खाएको तपाईँको निधारमा किनकि तपाईँलाई राम्रो फिल होस् तपाईँको ब्याड डे गुड डे होस् भनेर एज अ ब्रदर तपाईँलाई राम्रो फिल होस् भनेर मैले मेरो दिदीलाई चुम्मा खाएको हो मैले तपाईँको ओठमा पनि चुम्मा खाएको होइन मैले त गालामा पनि खाएको होइन मैले तपाईँको निधारमा चुम्मा खाएको हो एज अ भाइ दिदीलाई अनि मैले लास्टमा तँलाई सरी पनि भने तँलाई मैले दिदी भनेर चुम्मा खाएको भनेर र मैले त्यहाँदेखि तँलाई एकपल्ट चुम्मा खाएको छुइनँ फर्स्ट टाइम एन्ड लास्ट टाइम थियो त्यो अनि आई लभ यु किन भनेको भन्दाखेरि किनकि आई लभ यु दिदी एज अ दिदी आई लभ यु एकपल्ट तपाईँ आउनु न मात्र तपाईँलाई कति माया गर्छु म यु फिल मी भाइटिका राखी सबै बाल्ने हो भाइटिका राखी तपाईँ टाढा हुनुहुन्छ त्यसैले मैले धेरै कुरा भन्न सकेको छुइनँ तपाईँ नजिक हुनु भने भाइटिका राखी सबै मनाउनु पर्छ क्या दिदी एउटा कुरा भन्छु भाइ एकछिन स्टप हजुर अब मेरो पालो है लेट्स गो जीवन अनि तिमी स्ट्रिमर्स हो यस म भनेको स्ट्रेन्जर हो म जस्तो मान्छे जति पनि भेट्छ जीवनले पनि भेट्छ तिमीले पनि भेट्छ है यो जेविनदाई तपाईँ हाँस्न कम गर्नु कस्तो यो जेविनदाईलाई चाहिँ के मजा आइरहेको छ त चुपचाप मेरो पाला आएको छैन अनि यो त हाँसेर केही कुरा सिरियसै हुँदैन क्या सधैँ यो त किन हाँस्नु त्यो सिरियस हुँदैन यो दाले सिरियस हुन भन्नु न जीवन सिरियस हो कि बदाम खाइरहेको हुन्छ म सिरियस हो क्या म सिरियस हो खाँदा के हुन्छ होइन म अहिले एकदम चार्जमा हो त्यही भएर ल चस्मा नखोलेसम्म म केही पनि भन्दिनँ ल फेरि अब किन हौ भन छ तिम्रो यादमा पागल भएर म गाँजा खाएर बसिरहेको छु मेरो आँखा लाल रातो न रातो भइरहेछ त अनि मेरो आँखा देखाउन सक्ने खालको अवस्था छैन क्या भनिरहेछ त तिमी चुप बोल न बोल्नु न फेरि तिमी मलाई मन पर्दैन मैले भने नि के भने के यो ममा त साइकै छ क्या फेरि एक करो छ क्या बुझेन अलराइट निकाल्नु कि सबै त्यहाँ माथि राख्ने नि होइन भन न केटा सजना च्यापेको होइन होला स्प्याम अलराइट ल भन ल केटा सजना च्यापेको होइन होला हौ स्प्याम केटा कसो दुईजनालाई के भन्नु पहिला सुनौ न के हो त कुरा फर्स्ट अफ अल के हो भन्दाखेरि म झुक्केर जीवनको टिकटक लाइभमा आएँ है झुक्केर अध्ययन आम्मा गेस्ट रिक्वेस्ट पठाएको अनि आम्मा आफैले रिक्वेस्ट पठाएको तर आई डोन्ट थिङ्क लाइक होइन यति वेसम्म जान्छ भनेर मैले कहिले पनि सोचेको थिएन अनि प्रधान एक्सेप्ट गरेपछि के हुन्छ थाहा छ म सुपरभाइजर हो साइड वान अफ द टप होटेलको पोर्चुगलको अरे मैले देखाएन स्टिल म त्यहीमा छु त्यसपछि अब मैले पत्तै रहेछु त ब्रो त्यसपछि
म यहाँ लाख कमाउँछु मलाई बाल लाग्दैन कसैको अरे ड्याम लाइक सुरुबाट इगो क्या बुझेन प्रधान इगो कस्तो इगो आमाको सम अनि इगो लाग्छ हो त्यो जोइन हुने बित्तिकै इगो आम्मो एकछिन जीवन चुप लाग्नु न जीवन तपाईँलाई अनि भाइलाई इगो लाग्छ होला दिस इज माई फकिङ कन्फिडेन्ट कसम कसम या दिदी तँलाई मलाई लास्ट दिदी तर कसम यार आज तिमीहरू दुईजना बोल बाई ल मैले राखिदिएँ रोन आम्मा कसम के भयो हेलो मसँग चाहिँ किन रिसाएको दिदी उल्टे दिदी तपाईँ उल्टे मसँग रिसाइरहन्छ तपाईँ तिमीहरू दाजुभाइलाई बित्ती दिइरहेछ जस्तो लागेको थियो नि डे 1 देखि मलाई नो त्यस्तो होइन अनि के भनिरहेको त जीवन यार के अनि सुन अनि भन न पहिला तिम्रो सकौ न होइन तपाईँ भन्नु न तपाईँ भन्दै थियो त होइन डे 1 मा यस्तो फ्लेक्स हान्यो यस्तो बिटी होइन प्रधान दिदी तपाईँ क्यामेरामा आउनुपर्छ जेवेन्दाको टर्न हो अब टर्न बाई टर्न सबैले बोल्यो जेवेन्दाको टर्न हो तपाईँ क्यामेरामा आउनुपर्छ जीवनको हो अब जेवेन्दा तपाईँ पनि नबोल्नु ममतादी क्यामेरामा नआउनु तपाईँ नबोल्नु होइन जीवन तपाईँ क्यामेरामा आउनुपर्छ त्यसको लागि होइन पहिला जीवनलाई भन म सुनिरहेको छु त्यसो हुँदैन एक त मेरो यति कपालले यस्तो गिरी हानिरहेको छैन यता पनि मिल्दैन उता पनि ड्याम ब्रो राम्रो देखिन्छ हौ भाइ मेरो भाइ हो ह्यान्डसम छ जस्तो भयो म तपाईँकै भाइ हो क्या दिदी म तपाईँकै भाइ हो क्या हुडी चाहिँ नलाउ के यस्तो गर्मीमा हुडी छैन क्या दिदी यहीँ छ क्या मेरो साइडमा एसी छ क्या यी एसी यो सबै एसी हो क्या ठिक छ त्यसो भए यो जेवेन्दाको फेरि कस्तो छ हौ फोन यप डब्लु अलराइट हेलो मेरो आवाज आछ आइरहेछ सानो कि ठुलो ओ बहुत ठुलो यो आवाज आछ आउँदैछ ओके के रे कहाँको ममता हाँसिरहेको हुनुहुन्छ तर आइस ममता किन हाँसिरहेछ हौ म हाँसेको छैन तपाईँलाई के लाग्छ मैले गफ हाने जस्तो लाग्छ हो डे 1 देखि अनि त्यसपछि प्रधान वाइल्ड डोज दियो मेरो लाइभमा हामीलाई 1500 जना थियो होला होइन ममता आयो जोइन भयो म त यस्तो सुपरभाइजर पोर्चुगल टप वान अफ द बिगेस्ट होटलमा हो यहाँ होइन अनि ड्याम होइन होला भनेर लाइक अनि त्यसपछि मैले स्टाडी मागेँ त्यतिखेर स्टाडी दिन मानेको थिएन होइन स्टाडी दियो ममता चलिरहेको थियो टिकटकमा होइन सिद्धार्थ चलाएको थिएन गफ हाने वायर गफ दिँदैछ यो केटीले वायर गफ हान्न थाल्यो भनेर आइरहेको थियो च्याटमा होइन होला हौ केटा एकचोटि ल हेरौँ न त भने त्यसो मैले हेर्नलाई मैले स्टाडी माग इन्स्टामा मैले कल गरेँ यसरी नै भिडियो कल गरेँ त्यसपछि मलाई देखाएँ पुरै ब्याक क्यामेरा गरेर यस्तो पुरै भ्यू स्यू देखाएँ यहाँ रात पऱ्यो भने त्यतिखेर साइप्रसमा छु भनेको मान्छेले अनि पोर्चुगलमा बस्ने रहेछ आइसर पोर्चुगलबाट केटाहरूले कल गर्यो दाइ यहाँ त भर्खर दिउँसो हुँदैछ हौ कहाँ रात हुनु हौ दाइ कस्तो कुरा गर्यो भन्यो साइप्रसमा हुन्छ अहिले क्रोएसिया अरू साइप्रस त्यस्तै भनेको थियो त्यसपछि ड्याम ब्रो कहाँ हो मलाई थाहा छैन क्या कहाँ जस एउटा कुना कहाँ एउटा जस विदेश तर कहाँ कुन विदेश थाहा छैन कि स्टिल बुझेन अनि यस्तो गफ हाने मैले पत्तो नै सकिनँ म केटाहरूले त्यही कुरामा रातभरि त्यहाँ केटाहरूले पुरै इन्भेस्टिगेसन भएपछि कहाँ बस्दो रहेछ त ममता यस्तो गफ हाने केटी त नेपाली त होइन भन्ने सुरु भयो क्या च्याटमा त्यसपछि गएर ओभर कुरा त्यसपछि मलाई फेरि बोल्दै गएँ त्यहाँ जतिखेर पनि बिग टक्स आमा ममता त यस्तो होइन होला मैले पत्याएकै थिइनँ क्या तर पछि फेरि यत्तिकै फोगटे बिच्किन थाल्यो क्या बुझेन इगोइस्टिक नभएको कुरा लाइक प्रिटेन्ड गर्ने क्या बुझेन अनि यस्तो केटीसँग के गर्नु बोलेर जस्तो भयो क्या बुझेन अब बुझ न अब कसरी चाहिँ हो यस्तो जोतको अब
जतिखेर पनि हावा कुरा भनेको छ बसेको छ त्यही भएर ब्रो फक द्याट भनेर त्यहाँबाट बिस्केको हो क्या खासमा चाहिँ कुरा तर यस्तो राम्री मान्छेले पनि झुट बोल्छ पत्याउनै सकिने क्या म यस्तो राम्री मान्छेले झुट बोलेको र पादेको म दुई कुरा पत्याउन सकिनँ राम्री मान्छे किनकि मलाई लाग्छ राम्री मान्छेको पात गनाउँदैन र राम्री मान्छेले कहिले झुट बोल्दैन ब्रो गर्न चाहिँ दुङ गर्नुहोस् ब्रो लास्टै अगुवा छ यार तर ममा त अस्ति मैसँग कलमा हुँदा नि एकचोटि हगिरहेको थियो कलमा चाहिँ हग्दै थाहा छ म झुट बोल्दिनँ तिमीलाई भनेर अनि ममा त त्यसपछि गएर होइन किन रिस उठाउनु हौ अनि त्यसपछि ममताले मलाई यो अनि ममताले मलाई होइन ममता सुन्नु न कस्तो हग्ने पार्ने कुरा चाहिँ के गरेको तपाईँले हग्ने पार्ने कस्तो हग्ने कुरा हो लोकेसन दे भोलि आउँछु कोलोराडो पुलअप रोहित बाइट ममता दि आउनु न हो चाँडो कसम हो ममता दि आउनु न हो चाँडो Hold on. Chat, I swear lah. ब्लक नै डिजर्भ हुन्छ किन बोले मेरो जति कुरा काटे पनि काट्नु है दाजुभाइ मिलेर gonna be wasted कामै छैन कुरा काटेकै छैन क्या ममा त जे हो त्यही हो के बोलेर आएको त हो त्यस्तो थाहा छ आफूले के बोलिरहेछु भनेर र मैले त्यसो भए किन मैले के गल्ती गरेर त्यस्तो ब्लक गर्नु पर्ने मैले हप्तै कुरा गरेँ हैन भन न हो ममता त किन सानो सानो कुरालाई ठुलो बनाउनुहुन्छ क्या कस्तो तपाईँले इग्नोर गर्नु इग्नोर हो क्या म जीवनलाई सोच्छु के हैन तपाईले के लाग्छ मैले सो गरेँ म फेक हो भनेर त्यस्तो लाग्छ हो म हैन म लिमिटमा बसेको मान्छे हो मलाई थाहा छ कुन मान्छेसँग कतिसम्म कुरा गर्नुपर्छ कुन मान्छे के हो मेरो लाइफमा भनेर सब म के हो तिम्रो लागि दुश्मन हैन त्यस्तो मन के पनि लिँदैन यार दुश्मन के हो तिम्रो लागि रिसेन्टली त केही पनि होइन पहिला डु यु लाइक मी ना आई सिन प्रधान डु यु लाइक मी प्रधान तिमीले लाइक गर्छौ दाइले म त मेरो कस्तो कुरा गरेको म सोधिरहेछु मैले दाइलाई लाइक गर्नु के ऊ चाहिँ त्यही भने ऊ के मैले किस खाने क्या प्रधानले अब कि मैले गाना लाइक नगरे खानु के ऊ भाइले दिदीलाई किस खायो दाइले हुँदैन ल हेर्दिम न त नि दाइले भाइलाई किस खाँदा कस्तो हुँदो रहेछ हेर्दिम ल धेरै भयो दिदीलाई भाइले किस खाएको अब दाइले भाइले किस खाएको हेर्दिम ल लेट्स सी ल ल ल ल ल ल जीवन चेवन दाइ ल जीवनले रिप्लाई दिनु पर्यो कि भाइलाई ल विचार म तिमीलाई मात्रै दिन्छु तिमीलाई मात्रै दिने हो मैले म गे होइन नि ममता म स्ट्रेट हो क्या स्ट्रेट तिमीहरू दुईजना दाजुभाइले खाना खायो कस्तो छ हाल खबर नयाँ नौलो भनिरहेछु मैले सोचेँ क्या रिप्लाई गरेन डु यु लाइक मी सेम क्वेसन गरौँ म मैले सोधेको त्यसपछि म पनि भएन नि त त्यसले पहिला मैले आस्क गरेँ लेडिज फर्स्ट ए मैले सुरुमा सोधेको हो क्या तिमी भन न डु यु लाइक मी मैले भन न छिटो
नो 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 लेडिज फर्स्ट डु यु लाइक कस्तो लेडिज फर्स्ट मैले सुरुमा सोधेपछि तिमी भन न चुप होला जेवेन्दाले फर्स्टमा सोध्नु भयो जेवेन्दाले फर्स्टमा सोध्नु भयो त्यही भने मैले सोधेको क्वेसन तिमी मलाई किन सोधिरहेछ होइन 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 म त जीवनकै एन्सर चाहियो फर्स्टमा लास्ट ल टाइम मैले होइन हुँदै हुँदैन लास्ट टाइम त्यस्तो हुँदै हुँदैन जसले फर्स्टमा सोध्नु मैले सोधेको त्यही हो क्या लास्ट टाइम मैले जे फेस गरेँ त्यही रिजनमा म आस्क गर्छु होइन डु यु लाइक मी मैले भन न पहिला सुरु जेवेन्दा will that matter सोध्नु will that matter if जेवेन्दा likes you will that matter यप will that matter to you yes or no यप डब्लु क्वेसन दाजुभाइ मिलेर मलाई यस्तो फसाउनु खोजेको छ नि नो वे नट गना बी वर्क प्रधान तिमीलाई त्यति थाहा छैन होला जीवनले मलाई त्यतिसम्म चिनेछ कि त्यतिकै फन्दामा आउने केटी चाहिँ होइन म उसलाई भन्नु नि त एन्सर के चाहिँ एन्सर गर्नु हौ विल्दा जेमेन दाइले तँलाई माया गरे नगरे तँलाई म्याटर गर्छ गर्दैन आमा क्लिप फार्मिङ हान्न छ यार दिदीले भोलिकै क्लिप होइन टिकटकमा आयो नि यस भनेर फेरि त्यही एटिट्युड हो भने चाहिँ नभने सिधै त्यही इगोइस्ट त्यही एटिट्युड हो भने चाहिँ दुईजनै दाजुभाइ स्ट्रिम अफ गर्नु अनि we will talk यो नो वे मेरो लाइफ जोक नबनाउनु कि प्लिज तपाईँहरू जस्तो होइन जीवन भाइ तिमीहरू जस्तो स्ट्रिमर मान्छे होइन कि म नर्मल मान्छे हो सुपरभाइजर हो तिमी नर्मल होइन क्या ममता तिमी सुपरभाइजर हो क्या म एउटा कुरा भनौँ मेरो रेस्पेक्ट छैन म त नेपालदेखि बिलोङ्स गर्छु नि त नि मेरो फ्यामिली छ मेरो स्ट्यान्ड यस्तो भयो भनेर मैले एटिट्युड देखाउनु ल दिदी सुन्नु म एउटा कुरा सबलाई भन्छु होइन मेरो च्याटलाई जेउदाको च्याटलाई होइन तँलाई कोही केटाको माया कोही कसैको माया लाग्छ भने होइन चाहे जे होस् क्या डाइरेक्ट दुनियाँले के भन्छ दुनियाँले मलाई हेरिरहेछ भन्ने होइन क्या तँलाई त्यो मान्छे चाहियो भने चाहियो क्या बुझ्नु नि एक्ज्याक्टली भन्ने हो क्या तँलाई मान्छेले हेरिरहेछ भनेर होइन तँलाई जिन्दगीमा माया लाग्छ नि तँलाई जिन्दगीमा जीवनदायी चाहिएको छ भने भन्नु न डाइरेक्ट माया लाग्छ अब मलाई कोही केटी मन पऱ्यो भने मलाई ऊ चाहियो भने म उसँग बोल्छु उसले मलाई नो भन्छ सक्यो उसले नो भनेपछि सक्यो क्या तर म माया गर्छु नि त उसलाई त्यो एकपल्ट मात्र जीवन एउटा मात्र छ क्या जिन्दगी एउटा मात्र छ तँलाई कसैको माया लाग्छ भने मैले पहिल्यैदेखि भनेको कि हाम्रो होइन कम्तीमा जिन्दगी एउटा मात्र छ कसैको माया लाग्छ भने डाइरेक्ट भनिदिइहाल्नु पर्छ क्या कसैले कसैलाई पर्खिरहेको छैन जेन्दाले नो भन्नुहुन्छ सक्यो मैले कसैलाई पर्खेको छैन म कोही केटा मान्छेले माया गर्दैन सरी जेन्दाई तपाईँ मन पर्छ जेन्दाई तपाईँ मन पर्छ भने भनिदिनु डाइरेक्ट अगाडिबाट केटाले भन्दैन नि केटीले कसरी भन्नु मैले माया गर्छु यही हो मेरो भनेर छैन अलिकति तिमीहरू दाजुभाइ बोली अरे यार बिचमा मलाई दिदी सुन्नु सधैँ केटाले भन्ने हुँदैन क्या केटीले पनि भन्नुपर्छ नि त अताको त एकलाई इगो भन्छ क्या यस्तो इगो राख्नु तपाईँको इगो मैले साफ देखिरहेको छु तपाईँको लास्टै इगो छ मलाई म जे त्यो भनिरहेको छु तपाईँमा इगो छ क्या तँलाई माया लाग्छ डाइरेक्ट माया लाग्छ भन्न के थाहा तिमीले मेरो इगो देखि छैन के कुराको इगो ल अहिले मैले के कुराको इगो देखेँ भन्दाखेरि होइन जेवेनले मलाई माया गर्दैन म किन माया गर्नु टाइप कुरा गर्दै हुन्छ क्या तँलाई माया लाग्छ भने जेवेनलाई माया गर्छु भन्दिनँ जेवेनले यास भन्छ कि त नो भन्छ नो भन्नु कहिले नबोल्नु यास भन्नु सधैँको लागि तपाईँको जेवेनले तिम्रो क्वेसन मैले एक्सेप्ट गरेँ होइन म जीवनलाई एक्सेप्ट गर्छु होइन जीवन ओ जीवन यता हेरौँ न कता याद भर यता हेरौँ न यता तपाईँ मलाई माया गरेको हो
For real है for real जेन्दा रियल भन्नु रियल मलाई त होइन केटीमा अलि यति त एडिट त अलिअलि त हुनुपर्छ भन्ने राखेको थिएँ क्या सोच्थेँ क्या मलाई मन पर्थ्यो क्या यतिको तर वाइल्ड प्लस भयो क्या 18 प्लस भने वाइल्ड प्लस एटिट्युड क्या बुझेन ओभरै एटिट्युड आम्मा इगो पनि ओभर एटिट्युड ओभर होइन यार त्यो एटिट्युड ब्रो वी गट डिजर्भ मोर बेटर क्या बुझेन म त डाइरेक्ट त्यही भएर आइ एम आउट लाइक दिस ब्रो हैन प्रधान एकछिन नबोल्न एकछिन प्रधान नबोल हैन जीवन यु आर फकिङ ब्लेस हैन अब तपाईले त्यस्तै एटिट्युड देखाउँछ भनेपछि त्यो केटी तपाईको भयो भनेपछि अरु केटाको त चान्सै छैन Kulite, no way, bro. Fuck that shit, no. Fuck that shit. No way. भने तिमीहरु दुईजना दाजुभाइ अरु कुनै पुला भान है आई एम सरी म हैन म होइन रहेछ मलाई थाहा भइसक्यो तिमीहरु अरु पुला भान बाइ बाइ गुड नाइट ओके म्याच सिक्ने यो मलाई यही एटिट्युड मन पर्दैन क्या त्यही भएर म्याच सिक्ने मलाई त्यही भएर एटिट्युड फक द्याट शिट ब्रो मलाई यही एटिट्युड मन पर्दैन क्या एटिट्युड तर एनी टाइम एटिट्युड यो भनेको गेडा हो क्या एटिट्युड होइन यो मुजी नै त एल्बम that I'm out ब्रो यही हो क्या मलाई मन नपर्ने बुझ्यो नि म्याच सिक्ने किन म फक्ड अप हुन्छु हेर न म्याच सिक्ने नै त I'm out of this seat कुरा मिलिसकेको थियो अहिले पनि कुरा मिल्दै थियो क्या कुरा मिल्दै थियो क्या हेर न आफै किन झगडा गर्न ठुलो पर्टिन्छ क्या आफै ठुलो पर्टिन्छ क्या अनि हामी मुजी चाहिँ अनि रुनु पर्ने रे हात जोड्नु पर्ने रे खुट्टा ढोक्नु पर्ने अरे क्या बुझेन म्याच म त्यस्तो खालको पर्छु मुजी नै त ब्रो ताई सुन्नु 1-2 दिन सहिन्छ क्या ड्याम ब्रो एभ्री डे पनि सहिदिन क्या अनि एभ्री डे त घन्टा हुन्छ ल मुजी कहिलेकाहीँ हुन्छ सानो तिनो त ठिकै हो तर हेर न म्याच इगो म्याच सिक्ने नै त फक दैट इगो चोदम छ चोदम Bro, fuck that shit, Nah, bro. Confess भइराथ्यो यार हुँदैन यो केटी त सी सकिङ एनर्जी आउट अफ यु अरे त्यही भनेको यप कन्फेसन भइराथ्यो यार अहिले तर ड्याम ब्रो जेन दाइ fuck bro we good जेन दाइ एकपल्ट बुमेराङ बजाउनु right now pull up बुमेराङ बजाउनु जेवेन दाइ तर आम्मा कसम जेवेन दाइ जुन दिन तपाईँ र मेरो गर्लफ्रेन्ड हुन्छ नि जेवेन दाइ त्यो दिन आम्मा कसम जेवेन दाइ त्यो जेवेन दाइ कहिले हुन्छ होला तपाईँ र मेरो गर्लफ्रेन्ड yo wait a second Miles wait a second गाना म तेरा आउँछु wait a second मुत आयो मुत भाइ हजुर मैले बेसी एटिट्युड देखाएँ हो हैन क्या दिदी तपाईँ किन त मिल्ने कुरा पनि गर्न त खालि नमिल्ने कुरा गरिरहन्छ क्या मिल्न पनि खोज्नु न हाम्रो कुरा सुन्नु हामीलाई पनि बुझ्नु न हाम्रो कुरा सुन्नु हल्का धेरै नै हल्का चित्त बुझेर मात्र बोल्नु न तपाईँ जेमा पनि हाम्रो त कुरै सुन्नु न तपाईँ जेलाई तँलाई राम्रो कुरा गर्दै हुन्छ त जेलाई ल मैले तिमीहरूको कुरा सुने ल हामी तँलाई कति माया गर्छौँ तँलाई झन् कति माया गरेर कुरा गर्छौँ तपाईँलाई हामी माया गर्छौँ क्या दिदी मलाई तको माया लाग्छ जेन्द्र तको माया लाग्छ क्या तर तपाईँ हल्का रिसाइ गर्नु चाहिँ हामीलाई पनि नराम्रो लागेर हामीले त्यस्तो भने क्या हामीलाई नराम्रो लाग्दैन हाम्रो मन छैन मलाई नलाग्ने भयो म किन कलमा आउँथे के सोच न अलिकति ब्रो त अरु जस्तो केटी हैन मलाई थाहा छ क्या त राम्रो खाले केटी हो क्या थाहा छ मैले जेभनलाई मैले जेभन हैन जीवन है मैले डे 1 देखि भनेको मेरो लाइफमा चाहिँ कोही मान्छे छ भने छ एउटै छ छैन भने कोही पनि छैन मलाई थाहा छ त मलाई थाहा छ त्यस्तै खाले मैले फेरि जुन मान्छे मेरो हो नि फेरि त्यसलाई मैले यति माया गरेर राख्छु नि त्यो मलाई थाहा छ के त्यो टेन्सनै छैन के अनि कति वर्ष मैले त्यस्तै राख्छु के कति वर्ष हुन्छ तपाईँ म गेस गर ल 24-25
कति हो 23 23 म 20 हो हाँ म 20 हो अनि त्यही भएर त मैले भाइ भन्नु पनि 24 ल हेर फेरि भाइ त्यस्तो कुरा चेन्ज नगर न हौ भाइ कस्तो अब हेर्नु अब हेर तपाईँ देख्नु अब मैले के भने म 24 हो भने खाली तिमीले पहिला 20 भन्दै थियो अहिले म एउटा कुरा भन्छु कि जीवनलाई होइन यता बस्नु न एकचोटि तपाईँसित कुरा गर्नु लाग्छ उता होइन यता हेरेर बोल्नु के है मैले सिरियसली मैले भनिहालेँ जीवन तपाईँको मेरो जस्तो पनि फर्स्ट डेदेखि टक भएको थियो के खान थाल्यो यो गाडी कति खानेको मलाई पनि खान मन लागिसक्यो के खान मन लागिसक्यो भएन म छिटो न होइन जीवन प्रधानलाई भेट्नुभन्दा अगाडि तपाईँलाई भेटेको मैले होइन तपाईँले अब मेरो भाइ छ बोल 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 भनेर प्रधानसँग मैले कुरा गरेको होइन मेरो भाइ किन कस्तो लाग्छ भनेर मात्रै बोलेको क्या बुझे नि त्यही त जब अस्ति बोल 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 तिमी उसँग कुरा गर्नै पर्छ मसँग नबोली हुन्छ भन्ने खोजेको थिइनँ त मैले त्यो त हो कि तर मैले भाइ भनेर रेस्पेक्ट दिएर म बोलिरहेको छु नि त मैले केही रङ बोल्यो भने मैले के नराम्रो भनेछ तर मलाई के चित्त नबुझेको भने आई लभ यु भन्न तिमी किन यसरी केटाहरूले भाइहरूले ममा त भन न जीवन तपाईँलाई पनि थाहा छ होइन भाइ होस् अब यताउति अब भाइले पनि ल्याएको खै एउटा थियो नि त्यो पुरा आतंकवादी जस्तो त्यो खै को मान्छे हो त्योले पनि मलाई फ्लड गरेको त्यो मात्रै होइन एक्स्ट्रा मान्छेहरू कति छ के फ्लड गर्ने म चाहिँ डे वानदेखि म रियल हो है मैले जे छु मैले त्यही प्रेजेन्ट पनि गरेको म कसरी बसिरहेको छु म कस्तो मान्छे हो मैले त्यो कुरा फेस गरेँ मैले तपाईँलाई भनेको तर डिसएपोइन्टेड के कुरा भयो भन्दाखेरि ल प्रधानको हेर्न फेरि ब्रेड एन्ड पिनट बटर के कुरा डिसएपोइन्टेड के भयो भन्दाखेरि अब तपाईँको र मेरो कुरा मिलेन होइन प्रधान भाइ नराम्रो नलिउ होइन तिमीले एडभान्टेज लिन खोजेको के हो मलाई थाहा छैन होइन तर जुन पनि मैले देखिरहेको छु त्यो राम्रो भइरहेको छैन है प्लिज न के गरे ल बोलिस के गरे अहिले लामो अहिले चाहिँ मैले के गरे म पाउरोटी खोलिरहेको छु पाउरोटी तिमीहरू दुईजना स्ट्रिमर्स हो आई रेस्पेक्ट दिस थिङ्स होइन मलाई सबै कुरा थाहा छ तिमीहरू यत्तिकै इन्टरटेनको लागि सबै कुरा केटीहरू पुलअप गर्छ केटाकेटी सबै होइन भ्युजको लागि लाइक्सको लागि सब्सक्राइबको लागि आई रेस्पेक्ट दिस थिङ्स बट है म चाहिँ रियल हो है मैले डे वानदेखि भनेको यस्तो चाहिँ होइन मसित चाहिँ हुँदैन जीवनसँग मलाई चित्त बुझेन मैले ब्लक हानिदिएँ जीवनको र मेरो कुरा मिलेन ठिक छ तर प्रधानले घरि स्टक भने What you want from me, भाइ जीवन पनि बोलिरहेको थियो त नि मैले देखिरहेको छु दुनियाँ केटीसँग बोलिरहेछ यताउति गफ हानिरहेछ ऊ आफ्नै लाइफमा छ तिमीले घरि किन स्टक हानिरहेको भाइ नहान्नु पर्थ्यो प्रधानले अनि तिम्रो एक्सलाई के जीवनले डेट गर्यो भनेर हो त्यस्तो लाग्दैछ क्या मैले उसको एक्सलाई मैले डेट गरेँ अब उसले चाहिँ मेरो एक्सलाई डेट गर्ने जस्तो कुरा जीवनले डेट गरेको भनेर ऊ आफै आएको दिदी म तँलाई के गर्ने तर सधैँ के गर्दैछौ केटी जीवन गएको होइन एक्ज्याक्टली डब्लु ब्रो
मैले त्यतिकै जो पाइ त्यहीसित म बोल्दिनँ नि यार मलाई थाहा छ नि को मान्छे के हो भनेर भाइ म तँलाई फ्लड गरेँ म अहिलेसम्म तँलाई फ्लड गरेछु म तँलाई अहिलेसम्म गरेछ त नि तिमीले त सिधै मुख देखाउनु दिदी भनेर किस खाँदैछ लभ यु कस्तो एउटै कुरा भयो यार म निस्केको यार कुरा रिपिट मेरो घरमा चलिरहेछ यार त्यस्तो एउटै चल्दैन कुरा मेरो भाइले अहिलेसम्म लभ यु भनेको छैन मैले सरी भनिसके मैले अबदेखि गर्दिनँ भनिसके एउटै कुरा कति गरे क्या एउटै कुरा भाइ मैले एटिट्युड देखाएको होइन के प्रधान यो चाहिँ इगो साइड आयो क्या अब फेरि अहिले बिचमा इगो लिएर आउँछ क्या बुझ्नु मैले अलि इगो चाहिँ 50 हटाएर पल्ट सरी बोल्दैछ भनिसके अबदेखि किस खादिनँ म मेरो दिदीलाई किस खादिनँ त्यसै तँलाई किस खादिनँ मलाई थाहा थिएन अबदेखि म भल्काउ ममताको दुईटा साइड छ क्या एउटा इगो नभएको साइड एउटा इगो भएको साइड अहिले भएको उसको अहिले उसले बोलिरहेको छ नि इगो न उसले पुरै इगो साइडमा लगाएर बोलिरहेछ उसले अनि अहिले अगाडि अहिले अहिले फेरि एकछिनमा अहिले के जोस चल्छ फेरि इगो लिएर आउँछ ए म जस्तो केटी कोही छैन म जस्तो कोही छैन भनेर पुरै उसको इगो लिएर आउँछ अहिले बुझेन हौ जीवन मैले कहिले पनि भन्छ छैन म जस्तो केटी कोही पनि छैन भनेर है म जस्तो न तपाईँलाई भनेछु न मैले भाइले भनेछु प्लिज है त्यो स्ट्रिमको लागि मलाई युज नगर्नु मैले भन्दैछु मैले कसैलाई मैले कल गरेँ हौ मैले स्ट्रिममा कल गरेको छु तिमीलाई मैले बोलेको छु तिमी अघि डरायो बोल्न सकेन के भनेर चाहिँ मलाई जानै पर्छ होइन फक द्याट जानै पर्छ भनेर आएको स्टिल भनेपछि इगो हट कसको भएको रहेछ त मेरो भएको रहेछ कि तपाईँको भएको रहेछ तिमीले मलाई किन ब्लक गरेको थियो नि त इगो हट त्यो हो नि त मेन कुरा त म के गरेको थिएन त्यस्तो तपाईँको कहिले गरे भएको थिएन मैले अनब्लक गरेँ मैले के भने ब्रदर निड सम एडभाइस है तपाईँको पनि ब्रदर हो मेरो पनि ब्रदर हो लास्ट टाइम के भयो तपाईँलाई पनि थाहा छ मलाई पनि थाहा छ त्यही भएर मैले नर्मल वेमा मैले गरेको कि मेरो इगो होइन के म रियल कुरा गर्दैछु किन त्यो कुरा डाइजेस्ट हुँदैन तिमीहरूलाई तिमीहरू स्ट्रिमर्स भएर यत्तिकै त्यो युज नगर के कोही मान्छे रियल हुन्छ के 100 मा होइन 5% कोही न कोही रियल भेट्छ के यत्तिकै युज नगर तिमीहरू दाजु भाइ नै आइएम सरी है कसैलाई केही गरेको छैन आइश्वर माउला बुझेन तिमीले मलाई के युज गरेको छ अहिलेसम्म तिमीसँग एक रुपियाँ छ मैले के अरे तिमीले मलाई के युज गरेछ मैले त म कसैलाई युज पनि गर्दिनँ कसैलाई युज बाटो पनि दिँदिनँ अनि के भनिरहेको त हामीलाई तिमीहरू स्ट्रिमर्स भएर यत्तिकै हुने नहुने हामी स्ट्रिमर छौँ हामी इन्टरटेन गर्छौँ हामी हाँस्छौँ रमाइलो गर्छौँ नाच्छौँ उफ्रिन्छौँ हामी मुख छाड्छौँ बुझेनौ यही नै हो स्ट्रिमर्सको लाइफ अझ यहाँ केटीहरू लिएर आउन पाएकै छैन मैले यहाँ घरमा अझ त्यो देखाउन बाँकी नै छ कतिवटा नचाउन बाँकी नै छ चाक हलाउन बाँकी नै छ गीत अब्बर हुन बाँकी नै छ अझ जीवन फर रियल त भएकै छैन त्यो देखाउनै पाएको छैन मैले बुझेनौ देखाउनै पाएको छैन मैले मिलेकै छैन चान्सै पाएको छैन मैले रोकिरहेछ त्यो अहिले भन्ने मिल्दैन अब यहाँ बन्दैछ त्यो काम हुँदैछ एभ्रिडे हुँदैछ त्यो सकिसकेपछि चाहिँ देखाउन मिल्छ क्या बुझेन ल ठिकै छ अब तपाईँको जे कुरा हो तपाईँको पर्सनल कुरा हो होइन तपाईँहरू मेरो जस्तो पनि टक थियो होइन तर मैले तिमीलाई मलाई जहाँसम्म कहीँ केही हट गरे जस्तो चाहिँ लाग्दैन भन्ने कुरा हो त्यही भएर मैले सोधेको डु यु स्टिल लाइक मी Of course, that's why I'm talking to you. Yes. Oh shit! I think you're fucking serious from the beginning. Morin_Chinks tipped. Damn, son. Yo KT Villa Raisha. Mugio Congo. Sakeasi Blocken Lotto XYA Roddy. Yo Kun Pra Forever One Telden. Was Medit. LLLLL. End Dizor Test. Blues. Yo, Pradan, you feel me? Kaile ke. So,
Pradan, say something, bro. तिमी लाइक भनेको दाजुभाइको मुखै बन्द भयो That's a double mission, हो हाम्रो मिसन सक्सेस हो अब नेभर भाइ साइको भयो बिचारा कहिलेकाहीँ प्रधानलाई चाहिँ के भयो किन मलाई साइको लास्ट यहाँदेखि म बोल्दिनँ ब्रो तर माया लाग्छ नि त पहिल्यैदेखि कुरा गर्दा भयो नि त किन जेमीलाई जेमी मलाई मन किन एगो लिएर राख्नु सक्यो त्यही भनेको प्रधान एगो लिएर राख्छ क्या त्यही भनेको माया लाग्छ नि डाइरेक्ट भन्दा भयो नि म तँलाई कति कल गर्थेँ जेमेन दाईको कुरा गर्दाखेरि नगर कुरा किन के को लागि सबै के को लागि One get like pull up, let's go. Yep, W. Agenda propose. Sarah. Roti, okay, no, okay, was it now? Propose. Yo. भाइ को सिरियस भइरहेछ हो Propose right now, propose. Oh shit, let's go. Imamda. Propose right now. जीवन What the fuck जीवन Yo. हिमाउँदा भनेपछि तिमीलाई चाहिँ मलाई भनेपछि तर तिमी किन नाटक गरिरहेको छौ यार किन मसँग त्यो बोलेर यस्तो हो त्यस्तो हो भन्दै किन चाहिँ ठुलो कुरा गरिरहेको यार प्रधानसँग पनि लास्टमा त मलाई मन पराउने रहेछ भित्रभित्र त मैले सेम क्वेसन आस्क गरे व्हाट डु यु थिंक अबाउट मी म त एटिट्युड त अति भएको थियो यु लाइक मी यप एटिट्युड गरे हुन्छ नो I hate your attitude. You like me? Yep, I hate your attitude, but I like you. Yep. And I still love you. म नेपाल आउँदैछु यार साइको नभन्नु प्लिज यो प्रधान के गर्नु म नेपाल आउँदैछु अरे हो बुक गर्नु म नेपाल आउँदैछु जनवरीमा जनवरी 12 Book a flight to Kathmandu. कुन गीत अरे यो पोखरेली हो म पनि फेरि नबिर्सिनु नि फेरि बुक अफ फ्लाइट टु काठमाडौँ कुन गीत अरे म पनि यसो गर न प्रधान भाइ तिमी पनि युएस देखि आऊ जनवरीमा हैन म पनि आउँछु हामी तीनजना मलाई त्यस्तो मिटिङ सिटिङ गर्नु छैन मलाई त्यस्तो फ्यामिली मिटिङ गर्न आउनु छैन मलाई युएस तिम्रो केटीले बोलाएको भए आउँथ्यौ होला म नेपालबाट के तपाईँ दुईजनाको चटक हेर्न आउनु बुक अफ फ्लाइट टु काठमाडौँ दुईजना युएसएबाट आएर तपाईँ दुईजनाको लभ स्टोरी हेर्नु अरे म त्यही भन्दैछु तिमीलाई पनि भेटिहाल्छ नि त्यहाँ हौ म के गर्न भेट्नु मेरो गर्लफ्रेन्ड छैन नेपालमा म के गर्न आउनु लामो तिमी यस्तो हो क्या दुईटा रुम तिमीलाई चाहिँ अर्को रुममा ममता हामी दुईजना तर तिमी चाहिँ अब च्याएर यसरी ढोकामा बुझेनौ डिस्टर्ब हुन्छ मलाई बेसी बोल्दा के जीवन फेरि नो है फेरि त्यो रुमसुमको कुरा नगरमै हामी तीनजना भेटेर गेट टुगेदर गरौँ भन्ने मेरो प्लानिङ हो तपाईको प्लानिङ रुमसुम हैन है फेरि मेरो घर छ आफ्नै पोखरामा छ मस्त पोखरामा यो लेट्स गो अनि अलराइट पोखरामा अलराइट प्रधान जाने पोखरामा घर मलाई काहीँ जानु छैन तर मलाई ममताको हातको खान मन लागिरहेछ
मासु मलाई खान त मन छ तर म अहिले खान्न किन ममताको बहिनी छ अरे कसम मलाई जस्तो तपाईँको माया अहिले ठाउँको ठाउँ भयो नि मलाई त्यस्तो म मेरो माया मलाई मेरो मायाले खोज्दैला म मेरो मायालाई तर प्रधान अहिले ममता खुसी देखिरहेछ हेर न कस्तो स्मेल हान्ने छ खुसी त भयो खुसी त भयो त्यही हो त्यो पनि हो आफ्नो मनको कुरा बाहिर ल्याएपछि को मान्छे खुसी हुँदैन सही भने Damn, bro. दाजुभाइ मिलेर जोतको दिँदैछ हौ मलाई क्या मस्की रहेछ हौ म बेसी बोले जस्तो लाग्यो है आई गेस कसरी म बेसी बोले जस्तो लाग्यो ममता I love you. सिरियस भएर भन्नु कि अनि बल्ल एन्सर पाउँछ ए ममता नो 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 को यो फेरि स्नेक को ब्रो कान्छाले बिगार्यो हौ कान्छा मोजी नै त कस्तो कान्छा रहेछ हौ प्रधान कस्तो सिरियस भएछ त कान्छाले बिगार्यो क्या मेरो हजुर भाइ तिमी ठिक छ नि म ठिक छु ल कस्तो म किन ठिक नहुनु अनि तिम्रो एक्सप्रेसन चाहिँ किन चेन्ज भएको हौ मेरो कहाँ एक्सप्रेसन चेन्ज भयो ममता I love you. For real? Yep. I don't think so. Yeah. Why? हिजो भर्खरै अर्कै केटी लायो भन्ने थियो त ल प्रधान हेर्न फेरि यो कस्तो पो केटीलाई भन्यो आई लभ यु मैले ओमे टिभीमा भेटेकोलाई नि मेरो ओमेमा त दिनकै मेरो आई लभ यु भनिरहेको हुन्छ तर तिमी त रियल वान बुझेनौ टक टु मी प्राइभेटली यो प्राइभेट हुँदैन सबैले हेरिरहेको छ सबैले थाहा पाउनु पर्छ सबैको अगाडि नाटक गरिदिन्छ सबैले त्यो देख्ने मेरो सेल्फ रेस्पेक्ट डिफेन्स गर्छ है कस्तो सेल्फ आफूले माया गरेको जीवनले हैन जीवनले मलाई रेस्पेक्ट गर्छ भने मेरो सेल्फ डिफेन्स चाहिँ रेस्पेक्ट गर्छ यहाँ चाहिँ त्यस्तो सेल्फ रेस्पेक्ट हुँदैन क्या दिदी तर तपाईलाई के तपाईँले यहाँ भन्न सक्नुहुन्न जेवेन्दाले ल जेन्दाले तपाईँले यहाँ आई लभ यु भन्न सक्नुहुन्न प्राइभेट लाइफमा पनि आई लभ यु भन्न सक्नुहुन्न क्या आफ्नो गर्लफ्रेन्डलाई दुनियाँको अगाडि लजाउनु आफ्नो गर्लफ्रेन्ड दुनियाँको अगाडि देखाउन लजाउनु हुँदैन क्या यु फिल मी मेरो गर्लफ्रेन्ड भने मेरो गर्लफ्रेन्ड प्राउडली भन्छु म सबैलाई मान्छे जीवनको अर्को गर्लफ्रेन्ड छ हैन के जीवनको अर्को गर्लफ्रेन्ड छ को गर्लफ्रेन्ड छ मेरो नो गर्नु भएको यसरी कसले तिमी मलाई दिन्छ यसरी उमेको बस्न क्या मेरो चियामा रुयो किन चलाएको म चाहिँ किन रुनु हो मलाई बाल मैले त पनि दिदी भनेर आई लभ यु भनेको थिएँ चुम्मा खाएको थिएँ मलाई बाल ल भएर भाइलाई पो बिटी दिइरहेछ हौ मलाई रुयो भनिरहेको छ म किन रुनु हो कति डेज डाब्लु कान्छाबाट 200 कान्छाले के पठाएको थियो यार एकचोटि हेर्नै पर्यो कान्छाको मलाई पो रुयो भन्छ त हौ केटाहरु मैले के गरेँ मलाई बाल डाब्लु दुमसी मुसी आफ्नो लागि कुरा गर्न केटा मेरो गर्लफ्रेन्ड मलाई अरू कतै पर्खिँदै होला क्या मेरो मायालुले म किन हतार गर्नु हो मेरो मायालु कतै पर्खिँदा होला मेरो मायालु के गर्दै होला अहिले यार के थियो यार कान्छाको Double the always love and so thank you so much Kansa let's go double Kansa double and Mamada किन ममता रुइरहेछ क्या हो यार प्रधान खुसीको आँसु छ जस्तो छ प्रधान आज
रातभरि सुत्नै सक्दैन जस्तो लाग्दैछ यार प्रधान यु गाइज आर ब्लेस्ड भोलि मेरो छुट्टी हो त्यही भएर म बोलिरहेको छु अब आज हेर्न प्रधान एटिट्युड देखाएको होइन जे attitude हो। जेनलाई प्रपोज गर्न मजाले के प्रपोज गर्यो कस्तो खाले प्रपोज हो आई लभ यु भनेपछि साइलेन्ट दुईजना के खाले प्रपोज ए कसले चाहिँ कसलाई आई लभ यु भने ल भन त तर कस्तो नाच्ला म जेन दाइको जल्दीमा जन्ती दिइसक्यो तपाईँले कस्तो नाच्नु म जेन दाइको जल्दीमा कस्तो नाच्ने आम्मा फेरि भाउजू अर्कै पर्ला नि भाइ फेरि धेरै नमस्क्यो यो म रेडी हो जन्म दुईटैको बिहेमा नाच्नु दुईटैको बिहेमा कसम तर भाइ हामी त पोखरा पुग्नुपर्छ जन्तीमा तपाईँ र म क्रस फायरमा क्रस फायर त मेरो फेभरेट हो यार कसम यो जेन दाइ तपाईँ र म दुईटा क्रस फायरमा गयौँ भने ममता दिलाई लिन कस्तो क्रेजी हुन्छ तपाईँ र म मात्र क्रस फायरमा लिएर आउनुपर्छ अझै केटाहरू अगाडि स्कटिङ राख्नुपर्छ यार म्याच झ्याक्ने पेप्सी र यता योङलाई चाहिँ फेरि मैले यता स्कटिङमा राख्ने हो क्या बुझेन कसैले बिचमा आसी र तिनीलाई राख्नै पर्छ स्कटिङमा म्याच झ्याक्ने कहिले गर्नु छ बिए चाहिँ तर घोडामा पो ल्याउनु पर्छ क्या क्रस फायर ब्रो क्रस फायर चाहिँ फक एल घोडा नो घोडा क्रस फायर चाहिँ कस्तो कुल देखिन्छ क्रस फायरमा म हाँस्नु कि रिसाउनु यार यो दाजुभाइको कुरा सुनेर भाइ तर यस्तो धेरै कुराले नगर्नु भने जेउँदा पछि फेरि लास्टै चित्त दुख्छ त्यो पनि चित्त हो या कसम चित्त दुख्छ फेरि भोलि बेला मलाई थाहा छ क्या प्रधान भोलि फेरि ममताले फेरि के इगो लिएर आउँछ फेरि ठुलो कुरा गर्छ एटिट्युड लिएर आउँछ बुझेन मलाई गर्नु छैन क्या फेरि धेरै सिरियसमा सोच्नु सक्दैन क्या मलाई फेरि ममता एटिट्युड जे मलाई मनै पर्दैन क्या प्रधान बुझेन एटिट्युड आमा कसम ममताको एटिट्युडले फेरि मेरो दिमाग ह्याङ हुन्छ क्या मजी नै त भनेपछि जे भन्छ मैले बुझिसकेँ ओके के बुझ्यो मैले बुझिसकेँ ममताको एटिट्युड म मात्रै होइन नि एटिट्युड देखाउने केटी टन्नै भेट्यो होला नि त मलाई एटिट्युड भएको केटी मन पर्दैन क्या अनि एटिट्युड हुनुपर्छ कतिको लिमिट हुनुपर्छ क्या लिमिट मैले लिमिट क्रस गरेँ हो ठिक छ त्यस्तो लाग्छ भने छाप्छु यो जति पनि भेट्छ हो जीवन ढुक्क बस्नु जति छ्याल ब्याल भेट्छ हो मैले होइन मैले जति एटिट्युड देखाएको छु नि जुन मान्छे मेरो हुन्छ नि त्यो मान्छे ब्लेस हो क्या कसरी आई स्वेयर टु गॉड त्यो मान्छेको लागि त मैले कसरी मैले डे 1 देखि भनेको छ भने एउटै छ छैन भने कोही पनि छैन जुन मान्छे मेरो हो नि त्यो मान्छेलाई मैले एटिट्युड त परेको कुरा हो मैले यस्तै माया गरेर राख्छु नि मलाई थाहा छ के तर जबसम्म मेरो हुँदैन तबसम्म चाहिँ एटिट्युड नै देख्छ है सरी कस्तो तबसम्म तिम्रो चाहिँ के गर्नु पर्यो तिम्रो मेसेज आइरहेको छ यसरी हो अनि कल आउँछ मेसेज आउँछ बुझेन रियल हुन पर्यो फेक हुनु भएन लाइक यु सो मी बिफोर त्यस्तो बुलशिट चाहिँ नो आई क्यान कस्तो ब्रो सबैको फेरि झगडा किन क्या जेभेन्दा लकिन म्युजिक बजाउनु चाह्यो म्युजिक साइडमा टाइम फर लकिङ ब्रो मेरो म्युजिक अन भएन क्या म्युजिक बजाउनु गाना म बजाउँ गाना नो म बजाउँछु गाना तै नबजाऊ ना कपरेट लाग्छ क्या तिम्रोबाट Bluetooth mode. बजाउन आँटे तपाईँले यप
तर म लास्ट खुसी छु सिभिललाई यार। सोध्नु पर्दैन हो तर म 3 चाहिँ खुसी छु बज्नलाई यार सिभिल ममता दिदीलाई देखेर खुसी छु यार ममता दिदीको लागि म खुसी छु यार किन मलाई खुसी लाग्यो तपाईँ आज खुसी हुनुहुन्छ ममता दिदी खुसी मेरो खुसी हो ब्रो कहाँ गयो यसो सुटिङ्स मलाई मन पर्छ ममता दिदी थ्याङ्क यू भाइ दिदी भन्ने सपोर्ट गरिदियो यो थ्याङ्क यू नो वरिज दिदी आइ एम अलवेज हियर फर यु यो के यसो म काटेर आउँछु एकछिन यो दाइ त मेकअप गर्न चाहनु भयो क्या हो मेकअप सिक दिदी त लुगा राम्रो लगाएर आउनु न अब यस्तो लुगामा त प्रपोज होइन होला हो यस्तो लुगामा त प्रपोज हल्का राम्रो भएर आउनु न जेवेन्दा हल्का सर्ट लगाएर आउनुहोस् ओइ आम्माको यस्तो लुगामा त होइन होला प्रपोज जेवेन्दा हल्का दुईजना कोट हल्का के राम्रो लुगा लगाएर आउनु न दुईजना यो मेरो आवाजै आएन हौ आइरहेछ आवाज आइरहेछ क्या सेटिङ चाहिँ खुलेन क्या ममता दिदी होइन हल्का त्यो माथि लगाएर आउनु न के राम्रो खाले तपाईँको बेस्ट फेभरेट लुगा उडी सुडी जेन्दा तपाईँ के राम्रो लुगा लगाएर आउनु न क्या कस्तो लाडो जस्तो देखिरहेको छ तपाईँलाई सरी 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 ला म सुत्न आँटेको मुजी नै त होइन हल्का राम्रो भएर आउनु भने क्या मैले मेरोमा गीत चलाउनु मिलेन फगिट ल म तिमी बजाऊ बजाउँछु कुन गाना हेलो कुन गाना बुमेरेङ बुमेराङ होइन गाना रौसी लाग्यो भने बजा रौसी लाग्यो म तँलाई बिना कपिराइट लाग्ने गाना केटा अरे फक कपिराइट ब्रो ना नो ब्रो नो मिल्दैन अहिले मेरो च्यानल स्ट्राइकमा अहिले एकदमै क्रिटिकलमा छ मेरो च्यानल कुन गाना रौसी लायो रौसी लायो या पर्खाइमा पनि लाग्दैन ना लाग्छ पर्खाइको पीडा बुझाउँछु तिमीलाई ममा लाग्दैन क्या Batiste लाग्छ क्या Omen TV Let's ल रौसी लायो लेट्स गो चाहिँ तर रौसी लाएपछि कसले गर्छ क्या प्रपोज त्यहाँ बजाउन त्यहाँ छ क्या एउटा ल एकछिन पखाइ एकछिन वेट आवाज आउँदैछ ओ गयो लायो bro easy as fuck dad easy as fuck bro कमजोर भगवान बेबी के छ खबर म तिम्रो बेबी टेक यु हवाना डोन्ट वरी बेबी म तिम्रो दिवाना आई मिस रिप्लाई आएन केटा के रिप्लाई हो त्यो रिप्लाई प्राइभेटमा मात्रै आउँछ अहिले आउँदैन केटा अब होइन लुगा लगाउनु चाहनु क्या होइन होला मैले भनेको थिएँ लुगा लगाउन होइन होला मैले भनेको थिएँ लुगा लगाउन चिन्ता त लकी न म यस्तै एटिट्युड त सक्दिनँ यार तर कसरी सिरियस हो I don't know.